चस्मा लाउनेको चाहिँ श्रीमती उम्मेदवार हो कि ऊ आफै उम्मेदवार हो? श्रीमतीले फेरि घर दैलो गरेको देख्छु। अच्छा मन लाग्छ भन छक्क पर्छ। आज चाहिँ धरानका पूर्व मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष झापामा आउँदै हुनुहुन्छ र म अहिले त्यही स्थानमा छु। दुईपट्टि लाइन बराबर मिलाएर बस्नु। आज श्रम संस्कृति पार्टीको चाहिँ यहाँनिर जनसभा रहेको छ र चुनावी सभा रहेको छ र आज चाहिँ श्रम संस्कृति पार्टीका अध्यक्ष दमकमा आउने कार्यक्रम रहेकोले गर्दाखेरि चाहिँ यहाँनिर आज विशेष कार्यक्रम रहेको छ र म सोही स्थानमा रहेको छु र अहिले भर्खरै आइपुग्नु लागेको छ भन्ने कुरा चाहिँ जानकारी भएको छ। यहाँ चाहिँ मञ्च अगाडि चाहिँ श्रम संस्कृति पार्टीका अध्यक्ष स्वागतको लागि चाहिँ यहाँ लाइनबद्ध हुने क्रम जारी छ र स्वागतको लागि कति चाहिँ अगाडि बढिसकेको अवस्था छ। श्रम संस्कृति पार्टीका अध्यक्षज्यूलाई गेटमा स्वागत गर्नका लागि यहाँ तयारी अवस्थामा रहेको छ र अहिले चाहिँ आइपुग्न लागेको भन्ने जानकारी भएको छ र यहाँ चाहिँ स्वागतका लागि सम्पूर्ण उपस्थित अहिलेसम्मको उपस्थितहरूले चाहिँ यहाँनिर तयारी अवस्थामा रहेको अवस्था छ र अझै पनि आउने क्रम उपस्थित जनताहरू चाहिँ आउने क्रम नै रहेको छ। आदरणीय हाम्रो सञ्चारकर्मी साथीहरूलाई म स्टेजबाट तल झर्किनको निम्ति अनुरोध गर्दै हाम्रो स्वयंसेवक साथीहरूलाई यो स्टेजमा लिएर निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रो स्वयंसेवक साथीहरू सबै अगाडि जानुभयो दिनको निम्ति म अनुरोध गर्न चाहन्छु र यो स्टेज माथिबाट सञ्चारकर्मी साथीहरूलाई म मुनि गइदिनको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। भोट केमा माटोमा झापा पार्टीले के भन्छ आदरणीय साथीहरू अगाडिपट्टि स्टेजको अगाडिपट्टि बाटो खुल्ला गरिदिनको निम्ति म हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रो उम्मेदवारजीहरूले तपाईँहरूले भोट हालेर जिताइदिनुहोस्। उहाँहरूलाई भोट हाल्नु भनेको मलाई भोट हाल्नु हो क्या। हर्क साम्बाङले एक्लै जितेर तपाईँको म प्रधानमन्त्री बन्ने हो र? बन्न सक्दिनँ नि, एक्लै जितेर त प्रधानमन्त्री बन्न सक्दिनँ। तर हर्क साम्बाङले देशको प्रधानमन्त्री बनोस् भन्ने यदि तपाईँहरूले साँच्चै नै लाग्छ भने है तपाईँहरूले हाम्रा उम्मेदवारहरूलाई जिताइदिनुपर्छ क्या। यहाँ झापाको उम्मेदवारलाई मात्रै होइन, हामीले 109 त प्रत्यक्षमा उठाएका छौँ होइन, सबैलाई तपाईँहरूले जिताइदिनुपर्छ। समानुपातिकमा पनि भोट हाल्ने होइन, ओहिराउनुपर्छ। आज समीर तामाङ झापा क्षेत्र नम्बर 5बाट प्रतिनिधित्व गरिरहँदाखेरि समीर तामाङ भन्ने मान्छे एउटा व्यक्ति
जो चाहिँ आफू विजयी हुन नभएर झापा 5 वासी र यो देशका आम नागरिक विजयी गराउनको लागि भनेर आएको व्यक्ति हो किन भन्नुहोस् त। तपाईँहरूले सुन्नु भएको छ यहाँ धेरै व्यक्तिहरू धेरै ठुला ठुला कुराहरू गर्दै कोही प्रधानमन्त्री बन्ने कोही के बन्ने भन्दै आएको त सुन्नु भएको छ। तर तपाईँलाई जिताउँछु भनेर कोही आएको देख्नु भएको छ त? हो, समीर तामाङ भनेको मान्छे चाहिँ तपाईँलाई जिताउनका लागि आएको मान्छे हो। झापा क्षेत्र नम्बर 5 वासीलाई जिताउन आएको मान्छे हो। एकदम फरक तरिकाले फरक ढङ्गले चाहिँ श्रम संस्कृति पार्टीको तर्फबाट मैले झापा क्षेत्र नम्बर 5 वासीको 5 वासीको चाहिँ प्रतिनिधित्व गर्दै मैले उम्मेदवार दिएको छु।